Hello guys, good morning. Welcome to SMC Lama channel again and Manjusri पशुपन तथा कृषि फर्म। आज हाम्रो यो बिहान पख चाहिँ बाख्रा यसरी चरनमा छोडेको अवस्था छ। हामीसँग लगभग बाख्रा अहिले 50 को हाराहारीमा छ। यो चाहिँ हाम्रो बिहाट बोको 100% बोयर जातको सुत्ला नस्ल अस्ट्रेलियादेखि चाहिँ आयात गरिएको बहनको नेपालको जन्म हो। हाम्रो बाख्रा चाहिँ यसरी चलिरहेको अवस्था छ अहिले चाहिँ। यहाँनिर यस्तो छ, यहाँनिर यस्तो बाख्राहरू चाहिँ हेर्नुहोस्। बाख्रा एकदम हाम्रो चाहिँ फ्रेस तरिकाले अहिले आफ्नो सुरमा रमाएर खाइरहेको अवस्था छ। लगभग बिहानको अहिले हाम्रो 9:30 पौने 10 हुन लागेको छ। यिनीहरू चाहिँ एकदम यसरी जिउलाई तन्काएर चिलाएर चाहिँ सबै काम आइज मुडी न आइज मुडी माथि आइज त्यो खालको यसरी चराइरहेको अवस्था छ। हाम्रो बाख्रा चाहिँ एउटा गरा पुरै भरेको छ, आफ्नो सुरले दौडिरहेको छ। यसरी सबै खाएर आएको छ। यतिर छन्, यो माथितिर छन्, यो तलतिर छन्। यिनीहरू यसरी चाहिँ यिनीहरू ब्याउनु पर्ने बाख्राहरू यो 3 महिनाको पाठीहरू हो। अझै बाख्रा तलतिरबाट ल्याउँदैछ हाम्रो ठुली छोरीले। बाख्रा अलि माथि ल्याउ ठुलो। यसरी चलिरहेको अवस्था छ। यहाँनिर पनि यस्तो छ, यहाँनिर पनि छ। यसरी यहाँनिर एउटै गरामा चाहिँ बाख्राहरू मजाले खाइरहेको अवस्थामा छ। तपाईँहरूलाई यदि बाख्रा अब उन्नत जातको बाख्रा बोयर क्रसको बाख्राहरू अब पाल्न चाहनुहुन्छ भने चाहिँ सम्पर्क गर्नु होला। हामीसँग एकदम सुपथ मूल्यमा चाहिँ अहिले दुईजनाको समझदारीमा सुपथ मूल्यमा ब्याउनु पर्ने माउ, ब्याइसकेको माउहरू, अनि त्यसपछि तपाईँको यो लोकल खरी क्रस गरेको पाठापाठीहरू, 50% को बोयर जातका पाठापाठीहरू चाहिँ हामीसँग उपलब्ध छ। अनि एउटा दुःखदको खबर हाम्रो चाहिँ यो मञ्जुश्री पशुपन तथा कृषि फर्म नजिकै हाम्रो बसोबास घर किचन स्टोरमा आगो लागी घर पुरै जलेर नष्ट भएर चाहिँ हाम्रो फर्म चलाउने मेसिनदेखि लिएर हाम्रो चाहिँ सम्पूर्ण दानाहरू अनि हाम्रो चाहिँ किचन आइटमहरूदेखि लिएर अनि हाम्रो खाद्यान्नहरू सबै जलेर नष्ट भएको भएर चाहिँ हामीलाई धेरै सङ्कट भइरहेको छ अहिले चाहिँ। त्यस कारणले गर्दा हामी यो बाख्रा हटाउन गइरहेको छौँ। त्यसैले तपाईँहरू माउको चाहिँ फाइदा लिन सक्नुहुनेछ। आउनुहोस्, हाम्रो अस्ट्रेलियन ब्रिडको 100% बोयर जातको बोकासहित हाम्रो यो फर्मको पुरै बाख्रा चाहिँ अहिले सुपथ मूल्यमा बिक्रीमा छ। तपाईँहरू सम्पर्क गर्नुहोला। मेरो नम्बर 98 40 00 34 72। तपाईँहरूलाई लोकेसन चाहिएको छ भने लोकेसन अब चिन्नलाई अलिक समस्या होला भन्ने एउटा मनमा जिज्ञासा हुनसक्छ। नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका वार्ड नम्बर 1 स्थित रहेको मञ्जुश्री पशुपन्छी तथा कृषि